उपत्यकाका 4 प्रमुख नारायणहरूमध्ये एक हो बिसङ्खु नारायण। आज म हजुरहरूलाई बिसङ्खु नारायणको मन्दिरको दर्शन गराउनेछु। बिसङ्खु डाँडामा अवस्थित रहेको छ। यो नेपाल भाषामा बिसङ भन्नाले विष्णु र खुको अर्थ नदी हो। नदी छेउको विष्णु नै कालान्तरमा बिसङ्खु नारायण भनिन थालिएको जनविश्वास रहेको छ। कलाको दृष्टिबाट खासै मानव निर्मित सृजना नभेटिए पनि बिसङ्खुमा चाङ्गु नारायण, शेष नारायण र इचुङ्गु नारायणमा जस्तो राजोपाध्याय तान्त्रिक पद्धतिमा आधारित नेवार ब्राह्मणहरू बस्नु हुँदैन। यहाँ एउटा गुफा पनि छ जहाँ पाप र धर्म छुट्याउने खोज छ र खुला रमणीय फाँट सहितको बिसङ्खु नारायण बारे एउटा घतलाग्ने आख्यानसँग जोडिएको छ। लोक आख्यान अनुसार शिवले भस्मासुरलाई तिम्रो हातले जसलाई छोए पनि खरानी हुने वरदान दिनुभएछ। मूर्ख भस्मासुरले परीक्षण गर्न भनेर महादेवलाई नै लखेट्न थालेछ। भस्मासुरले लखेट्दा महादेव भने गोदाम चोरको यही गुफामा लुकी बस्नु भएको जनविश्वास रहेको छ। गुफामा लुकी बस्नु भएका महादेवलाई बचाउन विष्णुले भस्मासुरलाई भन्नुभएछ। महादेव जस्तो बौलाले पनि छुना साथ भस्म हुने वरदान दियो होला त। बरु एकपटक आफैले आफ्नो टाउकोमा हात राखी हेर्नु नि भनेर भन्नु भएपछि शक्तिको मातले अन्धो भएको भस्मासुरले केही कुराको विचारै नगरी आफ्नो टाउकोमा आफैले हात राख्दा भस्म भई खरानी हुन पुगेछ। त्यही भस्मासुरको खरानीबाट बिसङ्खु नारायणको यो पहाड बनेको भन्ने जनविश्वास